जोजोलपा नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? धेरै पछि म आएँ। आज पनि म तपाईहरुलाई नेपाल भाषा सिकाउन आएको छु र तपाईहरुलाई नेपाल भाषाको अरु रिसोर्सेसहरु चाहिएको छ भने यसमा जानुहोला agentAakash.com/नेपाल भाषामा जानुहोला र नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने इंग्लिश टु नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने agentAakash.com/नेपाली-टाइपिङ मा जानुहोला। यो नेपाल भाषाको यो वेब पेजमा तपाईहरुले फ्री इबुक पनि पाउन सक्नुहुन्छ। र सुरु गरौँ आजको च्याप्टर। तातो पानी छ? क्वा ल दुला। क्वा ल दुला। क्वा अर्थात क्वा भन्नाले तातो, क्वा ल भन्नाले तातो पानी, अनि दुला अर्थात छ भन्न खोजेको। अनि बीचमा म केही हप्ता आउन पाएन, अनि तपाईहरुले कतिको मिस गर्नुभयो मलाई। केही साथीहरुले माया गरेर कमेन्ट गरिदिनुहुन्छ र कहिलेकाहीँ आउन नभ्याए पनि अब साथीहरुले मिस गरिराख्नु भएको छ होला भनेर मनमा लाग्छ र छिटो छिटो भिडियो बनाउँ जस्तो लाग्छ। र अर्को सेन्टेन्समा जाउँ। जति माथि जान्छ उति चिसो हुन्छ। यो चाहिँ कस्तो भन्न खोजेको भने अब हाई एल्टिट्युडहरुमा हामी जान्छौं, जति माथि माथि जान्छौं त्यति चिसो हुन्छ भन्न खोजेको हो। गुली चुएवनी उली ख्वाउसे चुनी। गुली चुएवनी उली ख्वाउसे चुनी। चुए अर्थात माथि, चुएवनी अर्थात माथि जान्छ, उली अर्थात त्यति, गुली अर्थात जति, उली अर्थात त्यति अथवा उति। ख्वाउसे चुनी अर्थात चिसो हुन्छ। ख्वाउसे अर्थात चिसो, ख्वाउ भन्नाले चिसो भन्न खोजेको हो। ख्वाउसे चुनी चिसो हुन्छ। भोलि आउनुस् नबिर्सिनुस् ल। कने वा लो मंके मते नि। कने वा लो मंके मते, लो मंके मते नि। कने अर्थात भोलि, कने वा अर्थात भोलि आउनुस् अथवा भोलि आऊ। आउनुस् नै भन्नु पर्यो भने, खास एक्ज्याक्टली आउनुस् नै भन्नु पर्यो भने कने वया दिशा भन्छौं। वा भन्नाले अब आऊ पनि हो, तर अब हामीले नर्मली अब आमा बुवालाई पनि अब वा नै भन्छौं। अब आउनुस् भन्दा पनि वया दिशा भन्दा पनि वा नै भन्छौं। यो नेपाली र नेपाल भाषामा थोरै चाहिँ फरक छ, तर अब कुनै कुनै केसमा अब अलिकति धेरै नै मान्नुपर्ने मान्छे, अलि रेस्पेक्टै दिनुपर्ने मान्छेलाई चाहिँ वया दिशा भन्छौं। वया दिशा यसरी पनि भन्न सकिन्छ। कने वया दिशा लोमंका दि मते नि। अब यो अलि फर्मल्ली भन्नु पर्यो भने चाहिँ त्यो हो। कने वा लोमंगे मते नि अब हामीले चाहिँ अब यो साथीहरुलाई पनि भन्छौं, दाजुभाइलाई पनि भन्छौं, अब आमा बुवालाई पनि यस्तै भन्छौं। यो भन्न खोजेको भोलि आऊ नबिर्सिउ ल भन्न खोजेको हो। अब अर्को सेन्टेन्स हेरौं, बस स्टेशनको सेन्टेन्स। अब बस स्टेशनमा अब गर्लफ्रेन्डलाई लिन जानु पर्यो अथवा गर्लफ्रेन्डलाई भेट्न जानु पर्यो भने पनि तपाईले नेपाल भाषामा यसरी भन्न सक्नुहुन्छ। म तिमीलाई 11:30 बजे बस स्टेशन अगाडि भेट्ने छु। जी छन् त 11:30 बजे बस स्टेशन न्याउने नाप्ला। जी छन् त 11:30 बजे बस स्टेशन न्याउने नाप्ला। छन् त अर्थात तिमीलाई, न्याउने अर्थात अगाडि, नाप्ला अर्थात भेट्ने छु, भेट्छु अथवा भेट्ने छु। अब एउटा सेन्टेन्स उखुको बनाऊ। पहिला हाम्रो बारीमा पनि उखु थियो। फ्रेश उखु उखालेर खानु पनि मजै मिठो हुन्छ, तर अहिले त अब बारीहरू कहाँ गयो, सबै कंक्रिटको जंगलले ताकिएको छ। काठमाडौँ मलाई त अहिले भन्दा काठमाडौँ पहिले राम्रो लाग्थ्यो। पहिले अब शहर पनि थियो, यो असनी एरिया, अब यो न्यू रोड एरिया, अनि यहाँ ठमेल एरिया चाहिँ अलि बस्ती बाक्लै थियो। त्यो बाहेक बाहिर चाहिँ अलिकति बस्ती पातलो थियो, अलि गाउँघर जस्तो थियो, अलि रमाइलो थियो। तर अहिले त चारैतिर घरै घर भएछ। पानीको मुहानहरू पनि सबै सुकेको छ, धुवा धुलो। अब यो रिङ रोड भित्र अलिकति छिरेपछि हपक्क अलि तातो आउने, जाडो महिनातिर अलिकति जाडो कम हुने, गर्मी महिनामा अलिकति हपक्क तातो आउने। झन् यो असन बजार, न्यू रोड यहाँतिर त अब हावा पनि अलि छटछटमा त अलि हावा बढी चल्छ, तर मुनि मुनि अब हावा पनि त्यति धेरै नचल्ने, अलि खुल्ला ठाउँ कम हुने। काठमाडौँ अहिले पहिला भन्दा धेरै विकास त भएको छ, तर अब प्रकृतिमा रमाउन चाहने मान्छे, प्रकृति मनपर्ने मान्छेलाई चाहिँ यो अलि त्यति उपयुक्त आजभोलि त्यति पहिला जस्तो चाहिँ छैन अहिले। अब यो सेन्टेन्स हेरौं। मैले बाटोमा उखु देखेँ। जी ले तु खना। जी ले तु खना। उखुलाई हामीले टु भन्छौं नेपाल भाषामा।
ले अर्थात बाटोमा, खना अर्थात देखे। जी ले ल्यासे खना, मैले बाटोमा तरुनी देखे। यसो रमाइलोको लागि मात्र भनेको, तपाईहरुलाई हल्का रमाइलो होस् भिडियो हेर्दा हेर्दा भनेर। अब तपाई केटी मान्छे हुनुहुन्छ भने केटी मान्छेको लागि पनि म भनिदिन्छु। जी ले ल्याम खना, ल्याम अर्थात केटा तन्नेरी, मैले बाटोमा तन्नेरी देखेँ। जी ले ल्याम खना, ल्यासे ल्याम। कहिलेकाहीँ बिचमा यसो सस्स एउटा दुईटा सेन्टेन्स मिसाउँदाखेरि पनि रमाइलै हुन्छ होला। तपाईलाई कस्तो लाग्छ मैले बनाएको भिडियोहरू कमेन्ट गर्नु होला। म दिनभर हिँडिरहेको छु। जी निच्छी न्यासी वनाचोना, अथवा न्यासे पनि भन्छौँ। न्या सीको सट्टा से, न्यासे, यो सीलाई यो काट्यौं, न्यासे वनाचोना यसरी पनि भन्न सकिन्छ। जी निच्छी न्यासे वनाचोना। कसैले न्यासी वनाचोना पनि भन्छ। अब हामीले चाहिँ धेरै जस्तो न्यासे वनाचोना नै भन्छौँ, यो न्यासे भन्छौँ हामीले चाहिँ। निच्छी अर्थात दिनभर, न्यासे वनाचोना अर्थात हिँडिरहेको छु। अब दिनभर हिँडेपछि खुट्टा दुख्ने त भइहाल्यो। अब मेरो खुट्टा दुखिरहेको छ भन्नु पर्यो भने यसरी भन्नु होला। जिगु तुति स्याना चोन, जिगु तुति स्याना चोन। तुति अर्थात खुट्टा, स्याना चोन अर्थात दुखिरहेको छ भन्नु पर्यो भने स्याना चोन भन्छौँ हामीले। अब अर्को सेन्टेन्स, तपाईले यो अनौठो लाग्न सक्छ तर यो सत्य हो। यो जुन अनौठो भन्ने शब्द छ, यो शब्द चाहिँ प्रायः अरूले नेपाल भाषामा प्रयोग गरेको मैले त्यति सुनेको छैन। मैले चाहिँ मेरो बाजेले प्रयोग गर्नुभएको चाहिँ सुनेको छु मैले। अरूले युज गरेको त्यति मलाई याद चाहिँ छैन। मेरो बाजेले चाहिँ यस्तो भन्नुहुन्छ, छित ठो अजु त्याफु तर ठो सत्य ख, छित ठो अजु त्याफु तर ठो सत्य ख। अब तपाईको ठाउँतिर अलि फरक पनि हुन सक्ला। अब तपाई काठमाडौँमै भए पनि अरूले अलि फरक तरिकाले पनि भन्न सक्ला, तर अनौठोको चाहिँ अजु नै भन्छ होला अरूले पनि। यदि तपाईकोमा अलिकति फरक छ भनेदेखि कमेन्ट गर्नु होला। अनौठो अर्थात अजु, ठो अर्थात यो। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। राम्रो नराम्रो कस्तो छ, नुन बेसार खुर्सानी पुगेछ कि छैन कमेन्ट गर्नु होला। कि अझै केही कुरामा नुन अलिकति थप्नु पर्ने छ कि कमेन्ट गर्नु होला। तपाईलाई कस्तो लागेको छ र नेपाल भाषाको इबुक डाउनलोड गर्न चाहनुहुन्छ भने यसमा जानु होला। र इबुक डाउनलोड गर्न चाहनुहुन्न भने पनि अरू रिसोर्सेसहरु पनि छ, लर्निङ रिसोर्सेसहरु एकचोटि पक्कै चेक गर्नु होला। र आज फ्राइडे भयो, भोलि स्याटरडे घुमघाम गर्न चाहनुहुन्छ भने पनि यो agentaakash.com यो वेबसाइटमा घुम्ने ठाउँहरुको लिस्ट छ। आजभोलि पानी पर्ने सिजन छ, चढ्न पनि मज्जाको हुन्छ। र भोलि शनिबार चढ्नतिर जान चाहनुहुन्छ भने यहाँ वाटरफलको लिस्ट छ, नेपालको वाटरफलको लिस्ट। तपाई नेपालको कुनै पनि कुनामा हुनुहुन्छ भने यसमा नेपालको वाटरफलको लिस्टहरु छ। थ्यांक यू, शुभ।